यो त ठिक छ नि सर, मेरो त एकदम राइट हो। किन हामी सुकुनवासी भने कि हामी जस्तो लाग्यो। कसलाई तिर्नुहुन्थ्यो भाडा तपाईँले? यहीँको त्यो मेयर छ, यहीँको बनाएको मेयर थियो यहाँ एउटा यहाँ बस्तीको मेयरमा, उसैले 4000। के नाम हो त्यो मेयरको? उसको नाम चाहिँ चिन्नै सकेन, तर देख्यो भने चिन्छु सर। उसको त्यही 2टा थियो। हरेक टहरा चाहिँ भाडामा लगाउँथ्यो। अनि ऊ कहिले भाग्यो? ऊ अस्ति नै आज 2 दिन भयो, 2 दिन यहाँबाट भयो हिँडेको। तपाईहरु जस्ता व्यक्तिहरुलाई भाडामा लगाएर पैसा खाने, बाहिर बस्ने अनि सर अब भाडा नदिएपछि सामानै मेरो कतिचोटि फालिदियो। अनि यहाँ यत्रो पैसा भएर लगाएको अनि दिनै पर्छ भनेर मेरो कतिचोटि बिजोग पार्दै नि सर। बन्सी घाटमा पनि बसेको थियो, त्यहाँ पनिको के भन्छ त्यहाँको वडा अध्यक्ष दीपक हैन, उहाँले पनि मलाई गाह्रो गरेको थियो। उहाँ बस्तीमा वडा अध्यक्ष मेयर सबै हुन्छन्। त्यही बनाएको साम्राज्य रहेछ नि यहाँ त। त्यही वडा अध्यक्ष त्यो उताको वडा अध्यक्षले म चिन्छु, दीपक हो। तपाई कहाँ जाँदै हुनुहुन्छ अब? अब त्यही म उता हाम्रो साथीहरू छ त्यही जानु। सुनाइदिनु न हामीलाई। हजुर के हुन्थ्यो यहाँ भित्र? यहाँ त धेरै नै हुन्थ्यो, किनबेच यताउति दुनियाँ दिमाना होइन सर, त्यो त सबै हुन्थ्यो होइन। तर किनबेच हुन्थ्यो कि भाडामा मात्रै लाउँथे यिनीहरूले? टहरै बेचिदिन्थ्यो नि। कतिसम्म बेचेको थाहा छ तपाईँलाई? हामीलाई सर त्यो बेचेको चाहिँ थाहा छ, तर कतिमा बेच्यो त्यो चाहिँ थाहा छैन। यो त ठिक छ नि सर, मेरो त एकदम राइट हो। किन हामी सुकुनवासी भने कि हामी जस्तो लाग्यो। किन हाम्रो तपाईहरु जस्ता सुकुमवासीलाई नै भाडामा लाएर हुकुमवासीले कप खाइरहेको रहेछन्। खाइरहेको थियो हजुर। यो खालको स्थिति छ। यहाँ धेरै भनेको हुकुमवासी अलिअलि त्यही हो, सुकुनवासी थियो। हुकुमवासी हजुर। तपाईको नाम के हो? हाम्रो नाम चाहिँ मुकेश पासवान। कहाँ जाँदै हुनुहुन्छ भन्नुभयो तपाईले? साथीहरु कहाँनेर, कुन ठाउँमा? मेरो साथीहरू उहाँ कलङ्कीमा हुनुहुन्छ, म कलङ्कीमा।